यहाँ म थेरापी दिन्छु बुवालाई। बुवाको उमेर चाहिँ 92 इयर्स भएको छ। उहाँलाई केही समस्या थियो, एक हप्तादेखि थेरापी दिइरहेको छु। आज बुवालाई केही सोधौँ नि, होइन? बुवा, हजुरको नाम भन्नुहोस्। रामबहादुर पौडेल। रामबहादुर पौडेल। ठेगाना? ठेगाना भट्टाचोक विराटनगर। भट्टाचोक पोखरिया, विराटनगर, नेपाल। अनि हजुरलाई के समस्या थियो? समस्या धेरै थियो नि। दुख्ने पोल्ने त्यस्तो थियो। दुख्ने ढाडको, पिठको, पैतालाको, के जो पोल्ने र दुखाइ। हजुर, यो कति पुरानो थियो? निकै पुरानो भयो यो। पुरानो थियो। अनि म जुन थेरापी दिँदैछु आज कति दिन लिनुभयो? 7 दिन लिए मैले। 7 दिन। यो 7 दिनको थेरापीबाट के कतिको सहज अनुभव गर्नुभएको छ? धेरै अनुभव गरेँ। हिँड्न मलाई सहज भएको छ अहिले। हिँड्न सहज भएको छ? हिँड्न सक्दैन, कुकुर पर हिँड्थेँ कि। हजुर, अहिले सहज भएको छ। हिँड्न सहज भएको छ, दुखाइमा आराम भएको छ, होइन? बनाले यो 7 दिनको थेरापीबाट सन्तुष्ट, सबै फाइदा भएको छ। फाइदा भएको छ। सन्तुष्ट हुनुहुन्छ? सन्तुष्ट एकदम। धन्यवाद। अनि उहाँ हजुरको शुभ नाम? मेरो सुरज कार्की। सुरज कार्की। अनि बुवालाई पुरा तपाईले एकदम सेवा गर्नुहुन्छ। मजाले दिनभरि बुवाको सारा आवश्यकताहरू के कसो छ पुरा, होइन? सेवा गर्नु। अनि बुवाले को जुन समस्या थियो यो थेरापीबाट के कसो तपाईले हेर्नु भएको छ? धेरै राम्रो भइरहेछ। अब पहिला त्यो दुख्ने यताउता थियो, अब अहिले थेरापी 7 दिन गरेपछि उहाँलाई एकदम राम्रो महसुस भएको छ। हिँडडुल गर्न पनि राम्रो भइरहेछ अहिले। हिँडाइमा, यसमा सबैमा। ल, हुन्छ हजुर, धन्यवाद।